जोरबौधबाट म चाहिँ हिँड्दै अब होइन जाने ट्राई गर्छु है त। अब के हुन्छ म तपाईँहरूलाई भिडियोमा देखाउँदै गर्छु, सो हेर्दै गर्नु होला है त। त्यहाँ पर हिमाल देखिरहेको थियो यार भर्खर। सो यो ठाउँ आइपुगेको छु, सायद यो पनि जोरबौध नै होला है, मलाई त्यस्तै लाग्छ यो ठाउँ। सो म चाहिँ अहिले बास बसिसकेको छु। यहाँ रुम दिनुभयो यहाँको आन्टीहरूले। अहिले म चाहिँ यो तोजेन कि त्यही समथिङ बजार भन्ने ठाउँमा छु है। एकदमै शेर्पाहरूको गाउँ रहेछ है। अनि हिँड्दा हिँड्दै रात पऱ्यो, सो मैले चाहिँ यहाँ सुत्दै आउँदाखेरि यहाँ चाहिँ मलाई बास दियो होइन। सो यस्तो छ रुम। सो यहाँ मेरो ब्याग छ है। हामी तिम्रै बारेमा सल्लाह गरेर त्यस्तो केही भएको छैन। सो म चाहिँ यो लजमा बसेको थिएँ। 6 बज्न लाग्यो। तोजिङमा छु अहिले म है। 5:57 भयो। सो म बसेको लज यही थियो। सो यहाँबाट लाग्दैछु। यहाँबाट निले त्यस्तै 1 घन्टामा पुग्दो रहेछ। त्यहाँबाट हिँड्दै जाउँ होइन। सो एउटा चिया खाएँ, एकदमै राम्रो है। अनि सानो घर भए पनि त्यही हो, घर एकदम सानो छ, तर हुन्छ नि मान्छेहरू एकदम राम्रो, फेरि खाना पनि एकदम मिठो होइन। सो अब चाहिँ लागिँदैछ है त। सो काठमाडौँ जाने जिपहरू आउँदैछ। यहाँ बिहान हिँडेको रहेछ। यस्तो छ बिहानको। सो अब यहाँबाट चाहिँ अहिले अब उता बुङछेसकाम होइन, सोताङबाट गाडीहरू आउँछ काठमाडौँको लागि, जिपहरू यहाँ टन्नै। यो अहिले कता नेलेतिर आइपुग्यो कि त्यहाँ खाजासाजा खान्छ, त्यहाँदेखि सिधै लाग्छ। सो वाउ, यस्तो दामी छ यार यो। थुलुङदुधकोशी गाउँपालिकाले आज। सो अब चाहिँ अफिसियली छिरेको छौँ। सो म चाहिँ यही बाटो हिँड्दै आएँ है, माथिको बाटो। सो एकदमै राम्रो भइरहेछ। अब कति कुराहरूमा हुन्छ नि, अब क्यामेरामा कैद गर्न मन लाग्दैन। कति धेरै 90% कुरा चाहिँ म चाहिँ हुन्छ क्यामेरा ब्याकग्राउन्डमै इन्जोय गरेर हुन्छु होइन, एक्लै होइन। सो म आएको चाहिँ त्यहाँबाट है।
यस्तो हुँदै आएको सो म निस्केको चाहिँ हिजो त्यो जोरबौदा भन्ने चाहिँ यसको पछाडिपट्टि जस्तो लाग्यो पछाडि खोजमा हो कि अझै परतिर हो मैले ठ्याक्क थमाउन सकिनँ उतातिर सो फाइनली नेले बजार आइपुगेको छ है चाहिँ ठुलो नेले बजार सो म चाहिँ अहिले नेले बजार आइपुगेको छु एकदमै सुनसान देखिरहेछ मेबी यो एकदमै अलि बिहान भएर होला एकदम सुनसान देखिरहेछ है लास्ट थाक्यो यार रोडै रोड आएको अलिकति बाटो नि कन्फ्युज भयो पर तल एउटा यो ठुलुङ दुधकोसीको गाउँ कार्यपालिकाको भवन त्यहाँ जाने ठाउँ रहेछ तल अनि एउटा चाहिँ माथि आउने रहेछ अहिले उकालो उकालो आएको त्यहाँ त मैले सायद अब बाटो भुलेको छैन जस्तो लाग्छ होइन किन भन्दा तल्लोपट्टि जाने थियो सो अहिले म चाहिँ यही बाटो जाँदैछु रोडै रोड सो त्यहाँबाट बाटो त छ है मलाई लाग्छ म एकदम गलत चाहिँ छैन होला है अहिलेसम्म ठिकै हिँडिरहेको छु जस्तो लाग्छ सो 9 बजी अहिले ठ्याक्कै अनि हिँड्दैछु म है 9 बज्यो सो हजुर त्यस्तो छैन नि दाइ अब हजुरलाई हाम्रो यहाँ एउटा मौकाले आइपुग्नु भयो हजुर अब हाम्रो बजारमा म चाहिँ माथि पोखरी जाउँ भनेको पोखरी चाहिँ पुगिनँ है त्यहाँको लोकल एकजना दाइले पोखरी जाउँ भन्दा थियो पोखरी चाहिँ गएन धेरै कुरा भयो त्यहाँ यताउता अहिले चाहिँ म अब सोताङतिर लाग्दैछु है उहाँ चाहिँ छाता व्यापार गर्न आएको रहेछ उहाँ पनि सोताङ जानु लागेको रहेछ सो उहाँसँग हिँड्दैछु म चाहिँ एकदम ढिलो मुलुवासँग हेप्लो सहर पटारमा क्या सो म चाहिँ अहिले यो बुढी डाँडाको टपमा छु चिसो खाँदैछु सो पुग्न लाग्यो सो पारी सोताङ है
ठिक्कै हामी अब यो बाटो जान्छौँ यताबाट गाडी जाने बाटो चाहिँ यो रहेछ यो बाटो त अहिले त कोही हिँड्दैन होला यो त हामी दुई हिँडेको अनि पहिल्यै त्यहाँ सोतरमा जाँदो रहेछ मान्छेहरू अनि स्यालहरू पनि अहिले कराएको सुन्दिनँ है केरा एक दर्जनको 100 केरा त्यस्तो है सुन्दै अचम्म लाग्ने क्या मलाई त त्यो त सोधी छ अनि अलिक व्यवहार राम्रै चल्दैछ भटाभट आफ्नो घरको काम गरिहाल्छ माना 1 माना 2 माना होला हजुर हो यो आँखाबाट खोर्सानी हो लुक्ला लगाएको थियो 150 रुपियाँमा हाल्नु पर्छ 150 कति मानाको चाहिँ 1 किलो हुन्छ खै त्यो थाहा भयो जोख्नै पर्छ होला त्यसको लागि त किलोमा त झन्डै 12 माना जस्तो पर्छ खोर्सानी त एक पाथी 6 माना जति पर्छ होला है सुरुमा हजुर पुल तरेर लुक्ला जानुपर्छ हामी ए त्यो पुल तरेर हजुर ए वाको हुँदै पो जानुपर्छ है ए मलाई थाहा थिएन त्यो त सिधै लुक्लै पुग्नुहुन्छ त्यो पुल तरेर है पहिला त तल्ला थियो छोटो पुल थियो त्यसपछि पोखरी खनेर त्यो त अस्ति भर्खर होइन र होइन हौ उहिले पुरा ए उहिलेको है अस्ति आएको चाहिँ उहिले त त्यस्तो के खेती गरेन नि त ए तर मेरो मावालाई पहर हो ए हजुर मामाको छोराले माछा टिपेछ 16 होला दिएको छ मलाई होइन त्यो मारेको जस्तो मिठो नहुने रहेछ नि त छाता लिनु गएको छाता एउटा राखिदिनुहोस् है छाता एउटा
ए पेपर ल्याएको पो अर्काको पेट बसेर ए बिहे गरेर विदेश जानु गाडी किनेर भाडामा दिने एउटै हो क्या त्यसो भन्छ कोही मात्रै हो सयमा 1-2 मात्रै हो चर्चेले बस्ने हजुर अनि मिटर बक्स राखेको छैन हो नि आउँदो दुरुस्तै छ होइन हो नि बोल्न कस्तो मिठो बोल्छ हो नि लापरवाही त हो नि गरिरहेको हुन्छ अरूले नि युज गरिरहेको हुन्छ त्यस्तो हो अब आङखिम त होला हो आङखिम कि होला हो तो कम छोल आमका पुसा चामल फेरि निस्किगएछ नि यो मकै फेरि खानु तर फेरि दिनबलतिर देखेको फल्दैन होला भनेको यो त खत्तम भएछ त जम फल्दो रहेछ नि यस्तो भएको सबै किराले खाएछ टुप्पोतिर तर से रहेछ नि त से दुधै घोगा से पाली मका इनकोप्त नैन तो दिन बोलतो दूध चिकन होगा रोकती हो रोकती छाता ल्याएको छु है कामरेड किनी राख्नुहोस् एउटा केको छाता हौ कसो ओड्ने छाता हजुर मेरो छ ए बर्खालाई चाहियो अनि 1 भोट पछि पाएछ गाँठे 3 भोट पो मेरोबाट त उचित छैन को यार के कोंगानमा माई तलामका बनाए मना युवाको के चाहिँ बनाए मजिक रहेछ क्या यसको त गरिङमै गएँ बुझ्नु नसक्नु ओ नेप्चोको मा थिएन हो नेप्चोको पामा नेप्चोको थिएन मामाका श्रीमान शोभित रायको
lao po mana dia salam ni masuk pada ni makan lao po mana dia salam ni makan ko mana ya lao manti pa bane lao permi ho ko हजुर दिदी रमाइलो रहेछ है दिदी यता हजुर सो जबसम्म अब सदरमुकाम सलेरीसम्मै धाउनु पर्ने त्यति बेला चाहिँ अब यो बाटोहरू जुन यो होइन बाटोहरूतिर जुन अघि नै म आएँ त्यो बाटोहरू चाहिँ तपाईँको खचाखच हुन्थ्यो होइन यो बाटोहरू एकदम खचाखच हुन्थ्यो तर तपाईँले अहिले मान्छे देख्नुहुन्न अब यतातिर हिँडे पनि मान्छेहरूले सोध्छ किन हिँडेको होइन गाडी छँदैछ नि भन्ने कुराहरू गर्छ तर एक जमानामा यो चाहिँ एकदमै हुन्छ नि यहाँ अब अघि हामीले माथि त्यो दाइहरूसँग नि कुरा गऱ्यो होइन यहाँको लोकलहरूसँग नि अनि एकदमै प्याक हुन्थ्यो अरे मान्छेहरू तर अहिले चाहिँ मान्छे छैन होइन समय एकदमै परिवर्तनशील छ भनौँ न अहिले यो बाटोहरू एकदमै अब सोताङ पुग्न आधी घन्टा जति लाग्छ होला दाइले भन्नुभयो बिहानदेखि केही खाएको छैन मैले है बिहान चिया खायो एक कप त्यहाँ अनि एउटा डिउ खायो त्यहाँ अनि अहिले एउटा डिउ अनि यहाँ चिप्स खायो 25 रुपियाँको सो अब हिँड्नुपर्छ पानी पर्न लागिरहेछ सो खानै हो कान्छी सोताङ बजार म चाहिँ त्यस्तै 5 बजेतिर आइपुगेँ पहिला म बसेको ठाउँ यहाँ थियो सो यहाँ चाहिँ रुम छैन भने सो म अलिक तलतिर बसेको छु ठिकै छ आज त्यहाँ बसेँ सो भोलि म नाम्लुङ जान्छु यहाँबाट 3 घन्टा जति लाग्यो नाम्लुङबाट म क्रस गरेर जान्छु नाम्लुङमा त्यही 1 दिन जति बस्छु होला त्यहाँबाट क्रस गर्छु सो अब रात पर्न लाग्यो टाउको साउको नुहाएँ अनि बाहिर आएको छु एकछिन पर हस्पिटलतिर यसो जानु पर्यो